नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई हाम्रो युट्युब च्यानलमा। म आज एउटा के बताउन गइरहेको छु नयाँ कुरा भने जस्तै हामीले सेयरहरू सेल गऱ्यौँ भने सेयरहरू सेल गरेपछि हामीले चाहिँ त्यसको जुन हामीले सेयर ट्रान्सफर गर्छौँ सेयर ट्रान्सफरको बारेमा बताउन गइरहेको छु। यदि तपाईँहरूले सेयर ट्रान्सफर गर्नु भएन भने तपाईँले 20% देखि 25% जरिवाना लाग्न सक्छ, जुन चाहिँ तपाईँले त्यहाँ माथि मेरो सेयरमै लेखेको हुन्छ। सो कसरी गर्ने म त्यसको बारेमा बताउन गइरहेको छु। सो भिडियो लास्टसम्म हेर्नु होला। फर्स्ट अफ अल हामीले सेयर सेल गरेपछि जुनसुकै ब्रोकरबाट जुनसुकै टिमएसबाट हामीले सेल गरेपछि मेरो सेयर ओपन गर्ने इडिएसको लागि मेरो सेयर ओपन गर्ने, त्यसपछि तपाईँको सेयर एकाउन्ट ओपन गर्ने जुनबाट सेल गर्नुभएको छ। अब जुनबाट सेल गर्नुभएको छ त्यसको लागि त्यो ओपन गर्ने। त्यो ओपन गरेपछि यहाँ हेर्नु, यहाँ लेखेको छ, यहाँ फर्स्ट मेसेजमा यहाँ हेर्नु लेखेको छ 20% 5। यदि तपाईँले चाहिँ टाइममा यो इडिएस गर्नु भएन भने तपाईँको चाहिँ 20% जरिवाना लाग्न सक्छ। सो चाहिँ यो कुरा ध्यान दिनु होला। जब तपाईँले सेल गरिसक्नु भयो, सेल गरेपछि तपाईँले यो कुरा गर्नै पर्छ। यो यदि गर्नु भएन भने तपाईँले 20% जरिवाना लाग्छ। सो यसको चाहिँ ध्यान दिनुपर्ने हुन्छ। सो यहाँ हामीले के गर्ने, अब त्यसपछि हामीले यहाँ मेरो सेयर ओपन गरेपछि यहाँ चाहिँ के गर्ने, मोरमा क्लिक गर्ने। मोरमा क्लिक गरेपछि माई पर्चेस सोर्समा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ तपाईँको जुन चाहिँ सेयर सेल गर्नुभएको छ त्यो सेयर चाहिँ यहाँ सेलेक्ट गर्नुहोस्। यहाँ दिएछ, मिनेट दिएछ, यहाँबाट सेल गर्न सक्नुहुन्छ। मैले यो होटल फरेस्ट इनको गरेको थिएँ, EHFIN को सर्च गरेँ, त्यसपछि यो आयो। यदि तपाईँकोमा आइरहेको छैन भने अहिले मार्केट तुरुन्तै बन्द भएको छ 3 बजेतिर। सो 5 बजे 6 बजे 8 बजेतिर ट्राई गर्नुहुन्छ भने मजाले भइहाल्छ। कहिलेकाहीँ अब हुनसक्छ अपडेटहरू नभएको कारणले चाहिँ नदेखाएको हुनला। अब यो चाहिँ त्यसपछि यो गरिसकेपछि यहाँ प्रोसिड गर्नुहोस्। अब यहाँ सोधेछ, कन्फर्मेसन सोधेछ, कन्फर्म गर्नुहोस्। अब यो तपाईँको सक्सेस भयो, अपडेट यो सक्सेस भयो। अब त्यसपछि यहाँ माई होल्डिङमा केही छैन, नो इडिएस अघि देखाएको थिएन, अब हेर्नु यहाँ अहिले देखाएको छ। अब यो सर्च गर्नुहोस्, सर्चमा यो सेलेक्ट अल गर्नुहोस्। यहाँ दिएछ जुन पोइन्ट चाहिँ फिल गरेर, अनि त्यसपछि केही लेख्नु पर्दैन, प्रोसिड गर्नुहोस्। यहाँ प्रोसिड लेखेको ठाउँमा प्रोसिड गरेर अनि प्रोसिड गरेपछि अपडेट गरिदिनुहोस्, कन्फर्म गरिदिनुहोस्, भइसक्यो डिसमिस गरिदिनुहोस्। अब चाहिँ त्यसपछि हामीले के गर्ने, अगेन फेरि चाहिँ यो 3टा थप्लोमा गएर माई इडिएसमा जानुहोस्। माई इडिएसमा गएर यहाँ ट्रान्सफर सेयरमा गर्नुहोस्। भ्यू डिटेल लेखेको छ, यो पोइन्ट चाहिँ थिच्नुहोस् अनि केही लेख्नु पर्दैन, प्रोसिड गर्नुहोस्। अनि यो क्याप्सन भरेर अनि कन्फर्म गरिदिनुहोस् अनि डिसमिस गरिदिनु। अनि त्यो गरेपछि तपाईँको भइहाल्यो।